आहा! हेर्नु नि कस्तो राम्रो ड्रागन फ्रुट। मैले यो वहाँ पुदुङबाट मेरो जेठा दाजु भूमिराज दाजुबाट लिएर आएको थिएँ कि बिजन कलम त्यो ल्याएर मैले मालबजारमा बुहारीलाई रोप्नु दिएको थिएँ कि बुहारीले रोपेर अहिले यहाँ यस्तो फलाइराख्नु भएको छ बुहारीले हो लटरमै फलेको थियो नि हिजो अस्ति त पुरा। अब अहिले अब सकिँदै गयो यो लास्ट होला कस्तो हुँदो टेस्ट गर्नुलाई मैले ल्याइदिएको मलाई यहाँनिर नानीले ल्याइदिएछ हो बडालाई टेस्ट गर्नु भनेर हो र यो टेस्ट गर्दैछु है गाइज हो यसको टेस्ट चाहिँ म अहिले बताउँछु खाएर कस्तो हुँदो रहेछ ल। सबभन्दा पहिला त ठन्डा शीतल उसको भन्दा गुलियोपन चाहिँ ठिकैको डायबिटिजहरूलाई चाहिँ एकदम दामी छ। अरू चाहिँ मोटामोटी टेस्टी छ यो हो यसरी खाँदा चाहिँ कुनै पनि कुरो मिठो मानेर खायो भने चाहिँ जिउमा शरीरमा लाग्छ क्या खाँदाखेरि निधार निधार कुच्याएर खायो भने चाहिँ नि त्यो जिउमा लाग्दैन गाइस कुराहरू चाहिँ यस्तो हो ल हेर्नु त है गाइस हप्लक्क टोपी यस्तो निस्क्यो लगाइदियो सानो होला ड्रागन फ्रुटको भिडियो कि तपाईँहरूलाई हालिदिएको हो।